ल हाम्रो चाहिँ आज हिजोबाट सुरु गरेको रहेछ यहाँ केटाहरूले ग्राउन्ड बनाउनु। श्रमदान गर्दैछ सबै दाजुभाइहरू। यहाँ हिजोबाट सुरु गरेको यति धेरै वाल लगाइसकेको रहेछ, उठाइसकेको रहेछ। अहिले अब अझै उठ्नै बाँकी छ। पहिलेको चाहिँ यहाँ हो फिल्ड, त्यो सानोमा खेल्थ्यो केटाहरू। यहाँबाट यहाँ समथिङ 25-30 मिटरको लम्बाइमा होला, त्यतिमा खेल्थ्यो। अब चाहिँ यो वाल हालिसकेपछि चाहिँ यहाँ माटो सम्माएपछि चाहिँ एकदम राम्रो खालको फिल्ड मैदान रेडी हुँदैछ। यहाँ धमाधम ल यहाँ बालुवाहरू झारेको छ। अब यहाँ वाल उठ्दैछ, यहाँ परसम्मै जान्छ, यो पर करमको फेदसम्म जान्छ। अनि यताबाट यहाँ केटाहरू दिनभरि पनि घाममा पनि काम खटिरहेछ। पानीमा पनि अब पानी परेर पानीले एकछिन डिस्टर्ब गर्यो, त्यही पनि केटाहरूले जुगाड लगाएर माथिबाट तिरपाल तागेर धमाधम दिइरहेछ। केटाहरूले दिनमा पनि घाम नबनी पनि काम दरामदाम गइरहेको थियो। अहिले पनि पानीले थोरै डिस्टर्ब गरे पनि केटाहरूले तिरपालले जुगाड लगाएर धमाधम है त्यस्तो हुँदैछ। अनि कोही चाहिँ यता हुनुहुन्छ, यता ढुङ्गा झारेको छ टन्नै। यहाँ सस्ते चौकीको भवन बालुवाहरू यता झारेको रहेछ। ल यहाँ केटाहरू धमाधम श्रमदान खटिरहेछ। ल ठिक छ। म चाहिँ अब अहिले भर्खर आइपुगेको भएर अहिले भिडियो बनाइहालेँ। भोलिबाट अब बसिहाल्यो भने चाहिँ भोलिबाट म नि सुरु गर्छु, तर फिक्स छैन मेरो। यहाँसम्म बन्छ, यहाँसम्म आउँछ। यहाँबाट यहाँ भन्दाखेरि त एकदम राम्रो फिल हुन्छ क्या। यहाँ ठुलो बन्छ, फिल ठुलो बन्दो रहेछ। त्यसपछि त सानोतिनो म्याचहरू गेमहरू खेलाउनुलाई पनि इजी हुन्छ। प्लस हाम्रै गाउँको भाइ बहिनीहरू आउने मसिनो भाइ बहिनी अहिले भइरहेको यङ केटाहरूले हामी पनि खेलकुद एउटा राम्रोसँग आफ्नो गेमहरू स्किलहरू डेभलप गर्नुको लागि मजाले सकिन्छ। ल पानी परिरहेछ धमाधम, त्यही पनि केटाहरूले तिरपालको जुगाड लगाएर धमाधम दिइरहेको छ। ल राम्रो थापाङ्गलको घर बजु आइया ल त्यस्तो भइरहेको छ। पानीले डिस्टर्ब गरे पनि केटाहरूले जुगाड लगाएछ, राम्रो धमाधम दिइरहेको छ।